आयोजना गरिएको यस पुरुष 15 को पावन अवसरमा गाउँ स्तरीय पुरुष भली प्रतियोगिता 2000 शुल्क लाग्ने छ। टिममा 9 जना खेलाडी र 2 जना कोच वा म्यानेजर गरी 11 जना हुनुपर्ने छ। यो केलादीमा रहेको त्रिवेणी युवा क्लबले राखिएको गाउँ स्तरीय खुला पुरुष भली प्रतियोगितामा राखिएको भली प्रतियोगिता सिस्टमको नियम मैले बताएँ। उद्घाटन खेल सुरु हुन गइरहेको छ। म उद्घाटन सुरु हुन गइरहेको म 2 टिम खेलाडी साथीहरुको म नाम सर्च लिन चाहन्छु। यहाँ गाउँ टिमको नाम साने बगर। आज 2081 सालको सर्वप्रथम पहिलो पटक सुरुवात हुन गइरहेको त्रिवेणी युवा क्लब केलादीमा भीम गुरुङ, दलबहादुर गुरुङ, सुनिल गुरुङ, मिलन गुरुङ, अश्विन गुरुङ, सुदीप गुरुङ र विमल गुरुङ। जर्सी नम्बर एम्पियरले ध्यान दिनु होला। एम्पियरले जर्सी नम्बर देश नम्बर 10, 2, 14, 7, 12, 9, 8, 13 सँग प्रतिस्पर्धा गर्दै हुने खेलाडीहरुको पुनः म नाम लिन चाहन्छु। नाम रहेको छ केलादी बाट हाम्रा आयोजक हाम्रा बिटिम खेलाडी साथीहरु यहाँ खेल्दै हुनुहुन्छ। हाम्रा केलादीका उहाँको नाम रहनु भएको छ यहाँनिर राजकुमार भुजेल, भीमबहादुर भुजेल, रुपेश भुजेल, विनोद गुरुङ, जीवन गुरुङ, बुद्ध भुजेल, कुशल आले मगर साथीहरु हुनुहुन्छ। यहाँ टिम कोच हुनुहुन्छ हरि मिश्र। त्यस्तै गरी साने वर्गको टिम कोच हुनुहुन्छ निर्मल गुरुङ। दुवै टिम कोचलाई आफ्नो खेलाडी साथीहरुलाई अनुशासित र सही ढंगबाट यस मैदानमा खेलाउनु हुनेछ भन्ने म टिम कोचलाई पनि म आग्रह गर्दै अब म खेलाडी साथीहरुलाई पनि यस नीति विधि र विधान अनुसार र यस खेलको नियम अनुसार खेल्नु हुन्छ भन्ने आयोजक तर्फबाट आग्रह गर्दै अब भने म खेललाई अगाडि बढाउनको लागि म आग्रह गर्न चाहन्छु। अब यस खेलको लागि म उद्घाटनको लागि म हाम्रा यसै केलादी टोल समूहको अध्यक्ष हरिनारायण श्रेष्ठलाई म उनलाई लिएर जानु होला। त्यसै केलादीका हाम्रा केलादी टोल समूहका अध्यक्ष हरिनारायण श्रेष्ठ टोलका अध्यक्ष हरिनारायण श्रेष्ठ गरिदिनु होला। 2081 सालको अन्तिम अवस्थामा पहिलो प्रथम गाउँ स्तरीय पुरुष भली प्रतियोगिताको जुन लाइन्सम्यान साथीहरु र गाउँ स्तरीय खुल्ला गाउँ स्तरीय भली प्रतियोगिता सुरुवात हुन गइरहेको छ, जसमा पहिलो उद्घाटन खेल हुन गइरहेको मगर सम्बन्धलाई म आफ्नो जिम्मेवारी वहन गर्नुहुन्छ भन्ने म आज तर्फबाट र यताबाट म ढुक्क रहँदै अबको खेल सुरुवात गर्नको लागि म एम्पियरलाई म रहँदै अब म खेल सुरुवात गर्नलाई म आग्रह गर्न चाहन्छु।
बल जालीमा पाइप बल ल्याउन सफल साढे बगर साथै निकै अल्मलीको अवस्था यहाँनिर अल्मलीको अवस्था यहाँनिर फेरि पनि पाइप ल्याउन सफल साढे बगर 2-0 बल जालीमा त्यसको बाहिर क्लादिबीलाई 7:30 प्रोग्राम छ के माइक सुनिरहला लाइन बार बल पार बल क्लादिबी 8:30 लाइन थर्ड लाइन को अप डाउन निकै मिटर सर्ट प्रहार 16-10 फेरि पनि पॉइंट बारम्बार पॉइंट 20-10 हाफ पॉइंट बल सिटीको सन्देश यहाँनिर रिबल खाली बल किन बल जालीमा त्यसको फाइदा केलादीलाई हिला फेरि सानो गोली सुनेमा आउँदैन मिटर सर्ट यहाँनिर सिटीको सन्देश बल यहाँनिर साढे बलको पक्ष साथी फाइट बल साढे बगर हेर्दै बल मैदानमा बल जालीमा नो क्रस पॉइंट बल साढे बगरलाई लास्ट 12 24-12 मिठो सर्ट प्रहार यहाँनिर चेक 6 साढे बगर लास्ट केलादी बी 30 सिटीको सन्देश यहाँनिर त्यस्तो सफल फाइदा लिँदै साढे बगर आफ्नो भूमिका निभा गर्नु लागेको आग्रह गर्न चाहन्छु आजको म तर्फबाट पार बल साढे बगर 1-0 निकिरी मिडसर प्रहार गर्दै यहाँनिर जर्सी नम्बर 10 का खेलाडी साथी विवास गुरुङले मिडसर प्रहार गर्दै फेरि पनि आफ्नो टिमलाई एक नम्बर थप्न सफल हुनु भएको छ क्लादी बी को 6-10 क्लादी बी 6 बोली हेर 10 बाट जर्सी नम्बर 9 गर्दै हाम्रा क्लादीका बी का साथी भाइहरु फेरि नम्बर लाइन सफल भएको छ यहाँनिर बिट्विन डिफेन्स 2 नम्बर नित्य साथ प्रहार गर्दै यहाँनिर खातामा मिटुकर प्रहार यहाँनिर 10 नम्बर सम्मान गर्नको लागि पनि म सम्पूर्ण आयोजक कमिटीका सदस्यमा आग्रह गर्न चाहन्छु अबको खेल 10 दिनको पहिलो राउन्डको
Therefore, 3-2 खेल निकै नै प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढिरहेको हामी देखिरहेका छौं। जित हात पारेको लागि साथै निकै नै कडा भन्दा कडा मेहनत साथ हामीले खेल मैदानमा खेलिरहेका हामी देखिरहेका छौं। यहाँनिर बल होल भइसकेको छ। बल अहिले मिलजुलीको 3 क्वाइल स्कोर बोर्डमा हामी देख्छौं नम्बर 3 क्वाइल सर्वेश मिलजुलीको निकै नै मिठो खेल यहाँ भइरहेको हामी देखिरहेका छौँ। यहाँनिर खेलाडी साथी निकै नै अनुशासितपूर्वक खेलेको हामी देखिरहेका छौँ। मिठो सर्ट प्रहार गर्दै नौलो खेलाडी साथी देवपुरका नम्बर सफल 4-3 सन्देश बल मिलिजुलीको पाइन्ट सफल मिलिजुली स्कोर बनाउनमा हामी देख्न सक्छौँ 6 क्वाइल नाम चेन्ज गर्न जाऊ यार यसरी बारम्बार नाम के हुन्छ जहाँ बल देवपुर 7-6 देवपुर 7 मिलिजुली 6 निकै नै प्रतिस्पर्धात्मक रूपमा खेल अगाडि बढिरहेको छ। हामी यहाँनिर देखिरहेका छौँ कसको जित हात पार्छ त्यो त हामी समयको अन्तरालपछि केही समयमा थाहा पाइहाल्ने नै छौँ। यहाँनिर मिठो सर्ट प्रहार गर्दै उठाउन सफल यहाँनिर बल हावामा चल्दै बल हावामा हुँदाहुँदै बल मैदानमा त्यस्तो फाइदा देवपुरलाई 8-6 2 पॉइन्ट लिड गर्दै देवपुर मिलिजुलीलाई तल पार्दैछन्। 2 नम्बरले देवपुरले भने 2 नम्बर पछाडि हुँदै अगाडि बढिरहेको छ मिलिजुली। यहाँनिर के हुन्छ यहाँनिर त्यसको फाइदा मिठो सर्ट प्रहार यहाँनिर हामी देख्न सक्छौँ त्यसको फाइदा मिलिजुलीलाई। स्कोर बोर्डमा नम्बर हामी यहाँनिर 9 नम्बर खेलाडी साथी देवपुरका 9 नम्बर खेलाडी निकै नै मिठो उत्कृष्ट सर्ट प्रहार गर्दै आफ्नो खातामा एक नम्बर ल्याउन सफल। पॉइन्ट बल निकै नै हौसलाका साथ बल हावामा पार्टिसकेको छ जयपुर खेलाडी साथीहरूले भने अब निकै नै परिश्रम गर्नुपर्ने देखिन्छ। भारतीय साथीहरू बिचमा उहाँहरू पनि कम तयारी अवस्थामा बस्नुको लागि पनि म आयोजकहरू अनुरोध गर्न चाहन्छ।
केटाहरू अब बोलिङ गोपाल जान्छ अनि पैसा फिर्ता दिनु परेन नहेली मान्छेहरूको त खेल्ने मान्छेहरू हाल्नु किन्छेको मान्छे त होइन भने नि त त्यसलाई त कति छ भनेको गाउँमा अग्निपात नि दाने जति छैन हट्टी मिलायो भने दुईटै टिम छिर्ने थियो कसरी छिर्न मिल्छ र एक गेम नखेल्छन् खेलमा हेर्दा हामी खेले जोबाट आएर अनि त्यो तिनीहरूले इन्ट्रेस्ट लिँदै गइहाल्ने अब तिमीहरू त्यसै खेलाडी भएपछि डाइट साइड खाने यसो तन्दुरुस्त हुने भएन नि मुस्कानलाई लिएर आएर चाहिँ केटाहरूले मुस्कान अगाडि आएको मुस्कान भएपछि किन हाम्रो केटाहरू टिम राम्रो बन्छ भोलि आएर खेलिनु हुन्छ त अनि मुस्कान भाइ भोलि गएर नि त पुरा ए बल चाहिँ भेट्छ है त्यसले यता फेरि त्यही दिनुपर्ने हो नि तन्केन नि है पिछा त छ 5 इन्ची हुन्छ अल्को हो नि त्यो पोल के तान्दाखेरि उता तान्दा यता तान्दा नेट तन्केर ताने तल झऱ्यो ल हावामा छ ग्यास सकियो रे घर जङ्गलबाट दाउरा डेलिभरी गर्न लाग्यो सहर बजारमा हुँदैन त्यसले चेन्ज गर 25 रुपैयाँ लिन्छ
अब छैन क्या बोला यार भट्ट नि ले नेट छ र नि छैन यार नेट हाई बोला नि फोर लेखेर कुनै आएको हाई हो के उता त चिने यता फेरि कहिले चिन्न भ्याएछ चिन्नुहोस् नचिन्नुहोस् मतलब छैन उता यहाँ के छ हालखबर नम्बर